धेरै मान्छेहरूलाई अहिले पितृदोष देखिन्छ। यसको रिजनहरू के छ भन्नेतिर पनि हामी जान्छौँ। वास्तवमा पितृदोष भनेको के हो? सबैभन्दा पहिला पितृदोष भनेको के हो भन्दाखेरि सामान्य एकदम छोटोमा भन्दाखेरि हामीले अब विगतको जन्ममा या त यसै जन्ममा हामीले आफ्नो पितृहरूलाई, पितृहरू भनेको हाम्रो पूर्वजहरूलाई, हाम्रो बुवा मम्मी हामीभन्दा सिनियर एन्सिस्टरहरूलाई यदि हामीले गर्नुपर्ने कर्तव्य, आफ्नो भागमा परेको कर्तव्य कम्प्लिट गरेनौँ भने, अथवा आफ्नो एन्सिस्टरहरूलाई अनि गुरु माता पिता आदिलाई हामीले दुर्व्यवहार गऱ्यौँ अथवा हामीले गर्नुपर्ने कर्तव्यबाट हामी पछि हट्यौँ, अब बिफोर डेथ अथवा आफ्टर डेथ होइन भइराखेको व्यक्तिलाई पनि हामीले यस शरीरमा भइराखेको व्यक्तिहरूलाई दुर्व्यवहार गऱ्यौँ अथवा आफ्टर डेथ भनेको बितेर गइसकेको व्यक्तिहरूलाई पनि हामीले केही कर्तव्यहरू आफ्नो रिचुअल्स अनुसार, आफ्नो धर्म संस्कार सभ्यता अनुसार गर्नुपर्ने हुन्छ। त्यो हामीले कम्प्लिट गरेनौँ भने आउने दोषलाई पितृदोष भनिन्छ। अब यो दोष दुई खालको देखिएको छ। एउटा देखिएको दोष भनेको अब विगतको जन्मदेखि आएको, जो तपाईँहरू बुझ्नुहुन्छ भने कुण्डलीमा देखिन्छ अथवा चिनामा देखिन्छ पितृदोष, त्यसलाई चाहिँ पूर्वजन्मदेखि ल्याएको पितृदोष अथवा पूर्वजन्मदेखि परेर आएको पितृदोष भनेर भनिन्छ। अब अर्को पितृदोष कस्तो खालको हुन्छ भन्दा यसै जन्ममा हामीले गर्नुपर्ने कर्तव्यबाट हामी टाढा भयौँ भनेदेखि आउने पितृदोषलाई यस जन्ममा परेको पितृदोष भनेर बुझ्नुपर्छ हामीले। अब यो पितृदोषले कस्तो खालको सिम्टम्स दिन्छ एकदम छोटोमा म यो भिडियोलाई कन्क्लुजन निकाल्ने प्रयास गर्छु होइन, जतिसक्दो छिटो कन्क्लुजन निकाल्ने प्रयास गर्छु। विशेषतः पितृदोषको कारणले देखिने सिम्टम्सहरू यो भिडियोमा कभर गर्ने हो। सबैभन्दा पहिलो सिम्टम्स के हुन्छ भन्दाखेरि पहिलो सिम्टम्स पितृदोषको बिना कारण काममा बाधा अवरोध आउने, बिना कारण आफूले गरिरहेको कामहरूमा बाधा अवरोध आउनु पितृदोषको पहिलो सिम्टम्स हो। दोस्रो सिम्टम्स के हो त भन्दाखेरि आर्थिक अस्तव्यस्तता होइन, काम पनि भइरहेको छ, पैसा पनि आइरहेको छ, व्यापार चल्नेको व्यापार चलिरहेको छ, जागिरेको जागिर चलिरहेको छ, सबै कुरा ठिकठाक छ, आउने ठाउँबाट पैसा आइरहेको छ, जाने ठाउँमा पैसा गइरहेको छ, रै पनि खै किन यो फाइनेन्सियल एकदमै अस्तव्यस्त रहन्छ पितृदोषको कारणले गर्दाखेरि। यो एउटा स्थिर भएर स्टेबल भएर आर्थिक अवस्था बस्दैन। अर्को दोस्रो पितृदोषको कारण। तेस्रो के छ पितृदोषको सिम्टम्स भन्दाखेरि विवाह पहिलो कुरा हुन एकदमै गाह्रो हुने, भरसक हुँदै नहुने, एकदमै स्ट्रङ खालको पितृदोष छ भने कति मान्छेको विवाह हुँदै हुँदैन, विवाह हुन सम्भव नहुने देखिन्छ होइन। त्यो खालको अलिक कडा पितृदोष छ भने। सामान्य पितृदोष छ भने वैवाहिक कार्य अथवा विवाहमा एकदमै ढिला सुस्ती हुने। विवाह अब कडा पितृदोष छ भने विवाह नहुने र विवाह हुने अवस्थामा पनि कस्तो हुन्छ भने ढिला सुस्ती हुने। यति मात्रै भनौँ यो वैवाहिक कुराकानीमा। अब विवाह भयो भनेदेखि चाहिँ कस्तो हुन्छ भन्दाखेरि बच्चा जन्माउनमा अब कसैको फेरि पनि कडा पितृदोष छ भने विवाह हुँदैन, अब फेरि विवाह भइहाल्यो भने पनि बच्चा जन्मिँदैन। अब बच्चा जन्मिनेवाला छ भने पनि बच्चा जन्मिने कुरामा एकदमै सकस अथवा धेरै प्रयास गर्नुपर्ने अथवा दुःख गर्नुपर्ने, अप्ठ्यारो भोग्नुपर्ने यो खालको समस्या देखिन्छ। चौथो, अब पाँचौँ के हुन्छ त भन्दाखेरि अब चाहिँ हामीलाई बिना कारण पारिवारिक झगडा, बिना कारण कुनै पनि कारण छैन, केही पनि कारण छैन, न्यू पनि खासै केही पनि छैन। यसो हेर्छौँ एकछिन झै झगडा चल्छ, झै झगडा चलिसके पछाडि थाहा हुन्छ के कारणले झगडा भयो त परिवारमा भन्दाखेरि कारणै छैन होइन, सामान्य कुराले गर्दा एकदम ठुलो जस्तो झगडा हुने होइन। यो चाहिँ पारिवारिक कलह भनेर भनौँ यसलाई होइन। अब अर्को सिम्टम्स के छ भन्नुहुन्छ भने बिना कारण बिरामी भइरहनु, केही पनि छैन। टेस्ट गर्न गए प्याथोलोजिकल टेस्ट गरे केही पनि छैन। कति मान्छेहरूको धेरै मान्छेहरू आउनुहुन्छ मेरोमा होइन, धेरै मान्छेहरू आउनुहुन्छ अनि कहाँ जानुभयो भन्दाखेरि म त महिनामा एकचोटि गङ्गालाल जान्छु, मुटु चेक गराउँछु, मुटु दुखे जस्तो हुन्छ, भारी भए जस्तो हुन्छ, अप्ठ्यारो भए जस्तो हुन्छ, गएर चेक गराउँदा केही पनि छैन। हो, बिना कारण बिरामी भएको महसुस हुनु पनि पितृदोषको कारण हुन्छ। अब यसैलाई सामान्यतः एन्जाइटी डिप्रेसन पनि भनिन्छ होइन। यो एउटा पितृदोषको सिम्टम्स हो। अर्को कुरा के छ भन्नुहुन्छ भने प्रगति हुने, उन्नति हुने होइन, आर्थिक उन्नति पनि हुने, आर्थिक प्रगति पनि हुने, पद प्रतिष्ठामा पनि पुग्ने। तर कस्तो हुन्छ एकैचोटि माथि पुग्यो, प्रगति भयो, तर स्वाट्ट तल झर्ने, डाउनफल एकदमै वात्तै हुने। यो पनि पितृदोषको अर्को सिम्टम्स भनिन्छ। ख्याल गर्नु होला, कतिपय मान्छेहरू वात्तै एकदमै ठुलो प्रगति गर्यो है, यो त धनी पनि भयो, ठुलै पद प्रतिष्ठामा ठुलै ठाउँमा पुग्यो भने जस्तो हुने। तर फेरि के हुन्छ जुन रेसियोमा गइराखेको छ त्योभन्दा धेरै छिटो रेसियोमा वात्तै तल झर्ने। यो बुझिहाल्नु, योभन्दा बढी यसलाई एक्सप्लेन गर्नु परेन। अब अर्को चाहिँ पितृदोषको सिम्टम्स के छ भन्दा मानसिक शान्ति नहुने। धन छ, सम्पत्ति छ, मेबी गाडी छ, श्रीमान श्रीमती छ, छोराछोरी छ, सबै कुरा छ, भौतिक रूपमा अपुग केही पनि छैन, भौतिक सम्पत्तिको कमी केही पनि छैन, रै पनि के छ त मानसिक शान्ति छैन, मनमा शान्ति आनन्द छैन। यो पनि अर्को पितृदोषको महत्त्वपूर्ण सिम्टम्स हो है। अनि पितृदोषको अर्को एउटा सिम्टम्स पितृदोषको के हुन्छ भन्दाखेरि राति एकदमै डरलाग्दो सपना देख्नु,
डर लाग्दो सपना देख्नु, डराउनु, सपनामा आत्तिनु, तर्सिनु, होइन, त्यही सपना देख्ने बित्तिकै झस्केर उठ्नु, अनि ती सपनाहरू बारम्बार दोहोरिनु, यो पनि पितृदोषको अर्को सिम्टम्स हो। अर्को के छ भन्दाखेरि अर्को सिम्टम्स चाहिँ विशेषतः सम्पत्तिको कुरालाई लिएर झैझगडा भइरहनु। सम्पत्तिमा पनि पैतृक सम्पत्ति यदि छ भने पैतृक सम्पत्तिको मामलामा बढी झैझमेला बेहोर्नुपर्छ। यसको अब रिजन एकदम एक्ज्याक्ट छ यसको चाहिँ, होइन। पैतृक सम्पत्ति भनेको हाम्रो पितृहरूको सम्पत्ति हो, अनि पितृहरूलाई गर्नुपर्ने कर्तव्य कम्प्लिट नगरेको जब हामीले चाहिँ पितृहरूको सम्पत्ति लिन्छौँ त्यसमा झैझमेला उत्पन्न हुन्छ। यो एकदमै रियल छ, फ्याक्ट छ, हुन त सबै फ्याक्ट छ, र पनि यो चाहिँ एकदमै फ्याक्ट छ, है त। अनि अर्को छ एकदमै टाइम एन्ड अगेन गर्न लागेको काममा असफलता महसुस हुनु। काम ठिक छ, मेरो योग्यता पनि ठिक छ, मेरो विज्ञता पनि ठिक छ, सबै कुरा ठिक छ, रै पनि के हुन्छ त काममा एकदमै ढिला सुस्ती हुनु अथवा असफलता महसुस, असफल हुनु, बिजनेसमा असफल, टाइम एन्ड अगेन धेरै कुरामा असफल भयो भने पनि बुझ्नुहोस् पितृदोषको समस्या छ, होइन। अब अर्को सिम्टम्स चाहिँ के हुनसक्छ भन्दाखेरि आफन्तबाट सहयोग पाउनुपर्ने हो, होइन, तर जोबाट सहयोग पाउनुपर्ने हो, दाइ दिदी भाइ बहिनी आफन्त भनेपछि बुझ्नुहोस् कि आफ्नो कुल सर्कलको आफ्नो अथवा ब्लडको रिलेसन जोसँग छ त्यहाँबाट पाउनुपर्ने सहयोग हामीले पर्याप्त मात्रामा नपाएको हामीलाई महसुस हुनु, यो पितृदोषको अर्को सिम्टम्स हो। अर्को पितृदोषको सिम्टम्स के छ भन्दाखेरि छोराछोरीले एकदमै बढी सङ्घर्ष गर्नुपर्ने, होइन, अथवा छोराछोरीहरू गलत बाटोमा लाग्ने, छोराछोरीहरूले दुःख पाउने। अर्को सहज शब्दमा भन्दाखेरि छोराछोरीले मात्रै दुःख पाउने होइन, छोराछोरीको कारणले आफूले पनि दुःख पाइन्छ। फेरि पितृदोषमा यो सबैभन्दा अर्को महत्त्वपूर्ण के छ भनेदेखि छोराछोरीले एकदम बढी दुःख पाउनु, अनि छोराछोरीले बढी दुःख पाएको देखेपछि आफूलाई पनि दुःख त भइहाल्छ यसै पनि। त्यसमा पनि छोराछोरीहरूले विशेषतः गलत बाटो रोज्नु, र त्यो गलत बाटो रोजेको कारणले गर्दा आफूलाई पीडा हुनु। अब अहिले ठ्याक्कै बुझ्ने भाषामा भन्नुहुन्छ भने धेरै मान्छेहरूलाई छोराछोरीलाई लगेर सुधार गृहमा राख्नु परेको हुन्छ ड्रगको कारणले गर्दा, इटिसी। यो कारण को बिग्रिरहेछ त, छोराछोरीको प्रब्लम हो कि बाबुआमाको प्रब्लम हो त भन्दाखेरि प्रब्लम त दुवैजनाले फेस गरिरहेको छ। दुःख कसलाई छ त, दुःख दुवैलाई छ। यो कारण के हो त भन्दा त्यो घरमा पितृदोष परेको छ, त्यो कारणले गर्दाखेरि यो प्रब्लम बढी देखिन्छ। अब अर्को के छ त भन्दाखेरि अर्को पितृदोषको कारण के छ भन्दा अघि पनि माथि पनि टच भइसकेको छ, बिना कारण डर लाग्नु, चिन्ता लाग्नु, होइन, बेकारको डर लाग्नु, एकदम गिल्टी फिल भयो जस्तो हुनु, होइन, जन्मै बेकार छ भने जस्तो महसुस हुनु, यो खालको पनि महसुस हुन्छ। यसको रिजन पनि के हुन्छ त भन्दाखेरि पितृदोष हुन्छ। अर्को पितृदोषको सिम्टम्स के हुनसक्छ भन्दाखेरि हामीहरू जुन रिचुअल्समा छौँ, विशेषतः हामी हिन्दू कल्चरबाट आएको मान्छे हो, त्यस हिसाबले गर्दाखेरि हुन त मेरो अरू कल्चरको मान्छेहरूले पनि यो हेर्न सक्नुहुन्छ, यसमा कोही प्रब्लम छैन। त्यो आफ्नो कल्चर संस्कार सभ्यता अनुसारको हाम्रो रिचुअल्सहरू हुन्छ, पूजाआजा विभिन्न कुराहरू हुन्छन्। त्यो पूजाआजा तपाईँले गर्न चाहनुहुन्छ, तर त्यसमा चाहिँ नै बाधा आउनु, अब विभिन्न कारणले, होइन, विभिन्न कारण, धेरैवटा कारण हुन्छ, होइन, समयको कारणले अथवा जुठो सुतक आदि इत्यादि, यी विभिन्न कारणले त्यो पूजाआजा भड्किनु चाहिँ पितृदोषको कारणले हुन्छ। त्यो अर्को एउटा कारण हो, अथवा पितृदोषको अर्को चाहिँ एउटा सिम्टम्स हो। अब अर्को के छ भन्दाखेरि अब आफ्नो हरेक काममा रोकावट आउनु, विशेषतः हरेक काममा रोकावट आउनु, यो पनि पितृदोषको कारणले हुन्छ। जति काम गर्न खोज्यो भने नि अघि पनि मैले माथि कहाँनिर टच गरेको छु, तपाईँको योग्यता ठिक छ, विज्ञता ठिक छ, अर्को भन्दा तपाईँ कम्पिटिसनमा पनि अगाडि नै हुनुहुन्छ, तर पनि सफलता चाहिँ तपाईँको हातमा अथवा हाम्रो हातमा पर्दैन भनेदेखि त्यो पनि पितृदोषको कारण हुन्छ। अब मैले पितृदोष किन आउँछ भन्ने कुरा पनि अघि बताएँ। पितृदोष के हो भन्दाखेरि यी कुराहरू आइहाले, होइन, विभिन्न कालखण्डमा अथवा विगतका जन्ममा अथवा यसै जन्ममा हामीले हाम्रो एन्सेस्टरहरूलाई, पूर्वजहरूलाई, हाम्रो मातापिता लगायत अग्रज पूर्वजहरूलाई, आफ्ना गुरुहरूलाई गर्नुपर्ने कर्तव्य गरेनौँ, कर्तव्यबाट पन्छ्यौँ भनेदेखि आउने दोष नै पितृदोष हो। पितृदोषको सिम्टम्सहरू पनि मैले बताएँ। अब सवाल उठ्छ यसको समाधान के हुन्छ, कमेन्टमा आउँछ यसको समाधान के हुन्छ। यसको समाधानको कुरा जब गर्नुहुन्छ, मैले समाधानको प्रायः भिडियो हाल्दिनँ, किनभने समाधान एउटा भिडियोमा यसरी गर्नुहोस्, ल पितृदोष यस्तो गर्नुहोस्, औँसीको दिन बत्ती बालिदिनुहोस्, राति बत्ती बालिदिनुहोस्, यो गरिदिनुहोस्, धुप घुमाइदिनुहोस् भनेको भरमा पितृदोष शान्त हुँदैन। त्यसमा कुनै दुविधा छैन। भिडियोमा भ्यू आउला, तर म भ्यूका लागि कहिले पनि भिडियो बनाउँदिनँ। त्यस हिसाबले गर्दाखेरि यदि तपाईँहरू यी र यस्तै समस्यासँग बाट पीडित हुनुहुन्छ भने तपाईँ विज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस्, धन्यवाद, नमस्कार, जय होस्, जय शम्भु।